यो क्लास 11 को यो भेक्टर च्याप्टरबाट यो चाहिँ भेक्टरको प्रुफहरू हो र यहाँ के भनेको छ भने ABC इज एनी ट्रायंगल एन्ड DEF आर द मिडल पोइन्ट्स अफ साइड्स BCCA and AB respectively. Express the vector BCAD BECF in terms of AB and AC and also so that AD plus BE plus CF is equal to 0. यहाँ के भनेको छ भन्दाखेरि एउटा कुनै पनि एउटा ट्रायंगल छ अरे त्यो ट्रायंगलमा चाहिँ के छ अरे एउटा A छ अरे एउटा B छ अरे र एउटा C छ अरे अनि यहाँ मिड पोइन्टहरु पनि छन् अरे D चाहिँ BC को मिड पोइन्ट भयो BC को पोइन्ट D BC को मिड पोइन्ट D भयो D चाहिँ BC को र E चाहिँ CA को E र AB को चाहिँ के भयो अनि express the vector BC AD BE and CF in terms of AB and AC. यो सबै भेक्टरलाई हामीले AB र AC को टर्म्समा एक्सप्रेस गर्नु पर्यो अनि त्यो एक्सप्रेस गरेर यसलाई हामीले प्रुफ गर्नु पर्यो। अब के भनेको छ भन्दाखेरि AD भनेको के हो भेक्टर ल अफ ट्रायंगल एडिसन मा के हुन्छ AD भनेको चाहिँ AD हामीले यहाँनिर प्रोजेक्सन गर्दैछौँ यसको ADC अब AD भनेको यस्तो डाइरेक्सनमा हुन्छ हामीले ट्रायंगल अफ भेक्टर एडिसनको अनुसार हामीले के गर्नुपर्छ यो यताबाट आएको छ भने हामीले यो उल्टातिरबाट यो यताबाट आएको छ भने हामीले उल्टातिरबाट यहाँनिर हामीले यसलाई के गर्नुपर्छ मिडल हाम्रो जस्तो यो र यो जोड्दाखेरि यो इक्वल हुन्छ यो चाहिँ AD चाहिँ रिजल्टेन्ट हो र हामीले के गर्नु पर्यो भन्दाखेरि AD भनेको AC प्लस CD यो भयो अब यति भइसकेपछि AD को AD हामीले अब टर्म्स अफ AB र AC भनेको छ अब यहाँनिर AC छँदैछ अब CD लाई चाहिँ हामीले कि त AB र AC मा लानु पर्यो भन्नुको मतलब CD भनेको चाहिँ के छ भन्दाखेरि CD भनेको चाहिँ के हो त CB को हाफ हो CB को हाफ हो र AD AC प्लस हाफ CB अब CB भनेको के हो त भन्दाखेरि CB भन्दाखेरि के हुन्छ भन्दा यो बाहिरको यो ट्रायंगल ABC छ भने CB भनेको चाहिँ के हो भन्दाखेरि यहाँ हामी प्रोजेक्सन गर्छौं ABC CB भनेको चाहिँ के हो भन्दाखेरि CB भनेको चाहिँ CA र AB हो मतलब के रहेछ CA र AB हो अब यसलाई AD AC अब यसलाई के गर्नु पर्यो CA AB र AC को टर्ममा लाँदाखेरि के गर्ने माइनस राख्दिएपछि के हुन्छ यो अगाडि आउँछ A पछाडी C जान्छ यसको अर्डर चेन्ज गर्यो भने प्लस छ भने माइनस छ भने प्लस हुन्छ प्लस को प्लस हाफ AB हामीले AD को लागि भइसक्यो AC AB र AC को टर्ममा भनेको छ आइसकेको छ BE को लागि हेरौं यो ट्रायंगल BE र C BE भनेको यस्तो डाइरेक्सनमा हुन्छ
हामीलाई ट्रायंगल अफ भेक्टर एडिसन गर्दाखेरि अपोजिट साइडबाट लगेर यहाँ ठोकाउनुपर्छ। बी भनेको के हो त बीसी भेक्टर बीसी प्लस सीई भेक्टर बीसी प्लस सीई हो। अब हामीले के गर्नु पर्यो एबी र एसी को टर्ममा लानु पर्यो। बीसी भनेको के रहेछ त भन्दाखेरि बीसी भनेको के रहेछ भन्दाखेरि हामीले बीसी भनेको के रहेछ बीसी भनेको बीए र एसी रहेछ र सीई भनेको के हो त भन्दाखेरि सीए को हाफ हो भेक्टर सीए को हाफ हो। हाम्रो एबी र एसीमा को टर्ममा गइसकेको छ तर यहाँनिर अर्डर मिलाउनु पर्ने भएको छ। यो अगाडि आउँदाखेरि माइनस ए अनि यो पछाडि जाँदाखेरि माइनस हुन्छ। जस्तो यो अगाडि र यो पछाडि ल्याउँदाखेरि यहाँ माइनस भएर आउँछ एसी। यो पनि के हुन्छ यो अगाडि जाँदा यो ए अगाडि जाँदा र यो सी पछाडि जाँदाखेरि के हुन्छ माइनस हुन्छ एसी। सबै अब भइसकेको छ यसको। अब हाम्रो एडी को भइसक्यो बी को भइसक्यो। अब सीएफ को लागि के छ त भन्दाखेरि सीएफ को लागि पनि एउटा प्रोजेक्सन गरौँ। यहाँनिर सीएफ यस्तो भयो यस्तो अनि यस्तो भयो बी सी र एफ हो। सीएफ भनेको यस्तो डिरेक्सनमा आएको छ। हामीले अब यसको उल्टाबाट लगाएर यसलाई ठोकाउनु पर्यो। सीएफ भनेको के हो सीबी र बीएफ हो। सीएफ सीबी भनेको अघि के थियो यहाँनिर सीबी यहीँबाट निकाल्न पनि सकिन्छ। सीबी भनेको सीए प्लस एबी हो प्लस बीएफ भनेको के हो बीएफ भनेको हाफ अफ बीए हो हामीले यसको अर्डर चेन्ज गर्छौँ। यो अगाडि जाँदाखेरि यो पछाडि आउँदा माइनस एसी प्लस एबी यो पनि अगाडि आउँदाखेरि हाफ एबी। यो पनि निक्लिसकेको छ। अब सबैलाई हामीले जोड्छौँ। एडी को के हुन्छ एडी प्लस बीई प्लस सीएफ इक्वल टू 0 वेक्टर। और एडी को के आएको छ एडी को एसी माइनस हाफ एसी प्लस हाफ एबी वेक्टर एसी माइनस हाफ एसी प्लस हाफ एबी अब बी को माइनस एबी प्लस एसी माइनस हाफ एसी र सीएफ को माइनस एसी प्लस एबी माइनस हाफ एबी। और प्लस एसी र माइनस एसी काट्यो माइनस एबी र प्लस एबी काट्यो प्लस हाफ एबी र माइनस हाफ एबी काट्यो वर्ग के छ बाँकी रहेको लेख्ने यो बाँकी रह्यो हाफ एसी माइनस हाफ एसी र एसी। हाफ र हाफ के हुन्छ फुल हुन्छ मतलब नि हाफ र हाफ जोड्दाखेरि हाम्रो के हुन्छ माइनस माइनस प्लस हो नि त। माइनस त अब यहाँ माइनसको त माइनसै साइन हुन्छ तर माइनस माइनस के हुन्छ यो प्लस हुन्छ जोड्नुपर्छ। हाफ हाफ भनेको सिंगल एसी हो यो र यो जोड्दाखेरि प्लस एसी भयो यहाँ। और
माइनस एसी र प्लस एसी काट्दाखेरि 0 हेन्स एडी प्लस बी प्लस सिएफ इजिकल टु 0 भेक्टर भनेर हामीले प्रुभ गऱ्यौँ। एडी प्रुभ